नमस्ते नमस्कार फेरि पनि म हजुरमाझ आइसकेको छु। आज चाहिँ मैले स्पेसली एक्सर्साइजको भिडियो नभइकन एक्सर्साइज सकेपछि गरिने स्ट्रेचिङको भिडियो लिएर आएको छु। केही 4-5 वटा टिप्स छ स्ट्रेचिङको, यहाँनिर तपाईँहरूमा सेयर गरेको छु। यस्तै यस्तै अरू पनि टिप्सहरू लिएर आउने छु। स्पेसल्ली जो एक्सर्साइज गर्नुहुन्छ, एक्सर्साइज गरेर त्यत्तिकै हतार हतारमा स्ट्रेचिङ नगरी घर जानुहुन्छ, उहाँहरूको बडी पेन भएर आउँछ, थकाइ महसुस भएर आउँछ, त्यो हिसाबले तपाईँहरूलाई गाह्रो फिल हुन्छ भन्ने हिसाबले यदि तपाईँले एक्सर्साइज गर्नुभयो, एक्सर्साइज सकिसकेपछि स्ट्रेचिङ गरेर जानुभयो भने तपाईँलाई थकान पनि महसुस हुँदैन, पेन पनि आउँदैन बडीमा। तपाईँको बडी एकदम रिलिफ भएर आउँछ होइन, रिल्याक्स हुन्छ। त्यसैले आफ्टर वर्कआउट जहिले पनि 5 मिनट एक्सर्साइज सकिसकेपछि स्ट्रेचिङको लागि टाइम छुट्याउनु होला। अनि टाइम छुट्याएर स्ट्रेचिङ गर्नुहोस्, सर र रिल्याक्स गर्नुहोस्, अनि चट्ट आफ्नो बडीलाई आनन्ददायी बनाएर घर जानुहोस्। घर गइसकेपछि त्यस पछाडि तपाईँको आफ्नो दैनिकी सुरु गर्नु होला। त्यसो गर्नुभयो भने तपाईँलाई गाह्रो हुने छैन। तर कतिपय व्यक्तिले चाहिँ एक्सर्साइज गरेर स्ट्रेचिङ नगरी हिँड्नुहुन्छ र पेन भयो, मलाई यहाँ दुखो यहाँ दुखो यहाँ दुखो भन्नुहुन्छ। त्यो होइन, एक्सर्साइज सकेपछि स्ट्रेचिङ अनिवार्य गर्नुहोस्। यही स्ट्रेचिङको भिडियोहरू मैले तपाईँहरूमा सेयर गरेको छु। यस्तै यस्तै भिडियोको लागि, वर्कआउटको भिडियोको लागि या अन्य कुनै खानाको टिप्सको लागि मसँग जोडिँदै रहनु होला। म फेरि फेरि पनि यस्ता भिडियोहरू लिएर आउने नै छु र तपाईँहरूलाई जानकारी गराउने नै छु।